दोस्रो अध्याय विथ रेखा थापा भन्ने चाहिँ प्रोग्राम आउँदैछ। यो चाहिँ मैले अहिले सामाजिक सञ्जालमा पोस्टरहरू चाहिँ बिस्तारो राखिरहेको छु। यो चाहिँ अवेरनेस सम्बन्धी प्रोग्राम हो। यो चाहिँ जब म मम्मी भएँ, आमा भइसकेपछि मैले भोगेका कुराहरू त मेरा देशका दिदीबहिनीहरूले, अझ सहरको त छोड्ने, अझ दूर दराजका दिदीबहिनीहरूलाई कति धेरै पीडा हुँदो रहेछ। उहाँहरूले समयमा उपचार नपाउँदा हामीले मृत्यु भएको पनि खबर सुन्छौँ होइन। र संसारभरिकै आमाहरूलाई चाहिँ सल्युट गर्न चाहन्छु कि म त्यो कुरामा। र हाम्रो देशको स्वास्थ्य क्षेत्र त अलि कमजोरै छ, एकदमै कमजोर। हस्पिटलहरू हेर्नुहुन्छ भने गर्ने व्यवहारहरू पनि केही व्यवहार पनि भयो। अझ हजुर त कर्णालीमा पनि जानुभयो नि त, त्यताको त झन् हजुरलाई धेरै फिल भयो होला। डेफिनेटली। अनि त्यो भएको भएर मैले यो मेरो प्रोग्राम चाहिँ नितान्त दिदीबहिनीहरूलाई समर्पित, र उहाँहरूले धेरैभन्दा धेरै यो दोस्रो अध्याय विथ रेखा थापा हेरेर धेरैभन्दा धेरै जानकारी लिन सक्नुहुन्छ। जस्तो मैले त्यसमा जे कुराहरू उठाएको छु, जे कुराहरू बोलेको छु, एउटा बच्चा गर्भमा आएदेखि बच्चा जन्मिसकेपछि को जर्नीमा के गर्नुपर्छ, के खानुपर्छ, के गर्नु हुन्छ, के गर्नु हुँदैन, कोसँग काउन्सिलिङ गर्ने, इफ इन केस तपाईँको त अब कति कुरा त मलाई पनि थाहा थिएन के होइन। त्यो कुराहरूलाई लिएर आएको छु। यो नितान्त आमाहरूप्रति समर्पित नै प्रोग्राम हो। सुन्दाखेरि नै एकदमै इन्ट्रेस्टिङ हुन्छ जस्तो पनि लाग्छ। र नलेज थाहा छ, जब सन्तान प्राप्त हुन्छ हरेक पुरुष या महिला दुवैको दोस्रो अध्याय सुरु हुँदो रहेछ कि मेरो दोस्रो अध्याय सुरु भएको छ। द्याट्स द रिजन आइ एम हियर, मिरा गरिरहेको छु। ओके। अनि त्यसपछि चाहिँ मेरो आफ्नै फिल्मको काम अन्तिम चरणमा छ, सुटिङ हुन्छ। असारको 3rd विकतिर चाहिँ सुटिङ छ मेरो आफ्नै फिल्म।